गुड मर्निङ एभ्रिवान, स्वागत छ मेरो यस भिडियोमा। आज चाहिँ हामी नेपालको नक्सा बनाउने ट्राई गर्नेछौँ या हामीले नक्सा बनाउनेछौँ। हामीले नक्सा बनाउनु अघि चाहिँ हामीले के कुरा गर्नुपर्छ भन्दाखेरि पहिला चाहिँ हामीले यो फर्मेट ठ्याक्कै यसरी कोर्ने अनि यसरी हामीले यो र यसको दूरी चाहिँ हामीले 4 सेन्टिमिटर राख्छौँ। 4 सेन्टिमिटर र यसको दूरी 6 सेन्टिमिटर, यसको पनि 6 सेन्टिमिटर, यसको पनि 4 सेन्टिमिटर राख्छौँ। र यसको टोटल दूरी भनेको चाहिँ हाम्रो कति भयो भन्दाखेरि 20 सेन्टिमिटर। हामीले यसको दूरी चाहिँ 20 सेन्टिमिटर राखेका हुन्छौँ, यो टोटलको दूरी। त्यसै गरी यसको दूरी चाहिँ हामीले 4 सेन्टिमिटर राखेका छौँ। यसको डिस्टेन्स र यसको डिस्टेन्स पनि हामीले 4 सेन्टिमिटर राखेका छौँ। यसको पनि हामीले 4 सेन्टिमिटर राखेका छौँ र टोटली 4 गर्दाखेरि कति भयो भन्दाखेरि 12 सेन्टिमिटर भयो। आज चाहिँ हामीले 12 सेन्टिमिटर भयो हैन त। अब चाहिँ हामीले नक्सा बनाउनेतिर लाग्ने है त गाइज। सो त्यसैले अब हामीले नक्सा बनाउँछौँ। त्यसै गरी हामीले यसको र यसको ठ्याक्कै बिचमा हामीले यसरी चिन्ह दिनुपर्छ, एउटा चिन्ह, र यसको ठ्याक्कै बिचतिर दिनुपर्छ। हल्का यताउता भयो नि केही फरक पर्दैन, त्यति हो। बिचतिर जस्तै देख्नु पर्यो आफूले। त्यसै गरी हामीले चाहिँ अलिकति माथि हामीले गरेर यसरी हल्का डिक्का तान्दिनुपर्छ। त्यसै गरी यो एरिया भनेको के हो त, ताप्लेजुङ एरिया हो। त्यसै गरी झापा तल यति गरिदिने हो। अनि त्यसपछि हामीले चाहिँ हल्का माथितिर यसरी ढिक्का तान्दिने। त्यसै गरी यतातिर बिचतिर तान्दिनुपर्छ। त्यसपछि हामीले यता नेपालगञ्जतिरको साइडको भाग हल्का यसरी तान्दिने। अनि त्यसपछि हामीले के गर्ने, यतातिर ठ्याक्कै यहाँ बिचमा तान्दिने। यता उता भए पनि केही हुँदैन गाइज हैन। अब हेर्नु त, यो ठ्याक्कै यसरी गएको नक्सा जस्तो छ, देखिरहनु भयो हजुरहरूले। यहाँदेखि यहाँ हामीले 10वटा ढिक्का राखेका छौँ। अब हामी नक्सा बनाउँछौँ है त। सुरुमा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि जहाँ यहाँ कोशी रिभर छ नि, सप्तकोशी, हल्का यसरी बाङ्किएको छ र यसरी आएको छ। अनि त्यसपछि हाम्रो यो झापा छ, यसरी टर्निङ पोइन्ट छ, यसरी हामीले हल्का टर्निङ पोइन्ट छ। त्यसै गरी यहाँ हामीले सगरमाथा भएको ठाउँ यसरी गर्ने, ठ्याक्क तल झरेको छ। अनि त्यसपछि हाम्रो यो ताप्लेजुङको एरिया भनेको कञ्चनजङ्घा हिमाल हो गाइज। कञ्चनजङ्घा हिमाल बनाउँछौँ र यसरी झार्छौँ। अब पालो यहाँको, यहाँ ठोरी र वीरगञ्जको एरिया यस्तो गएको छ गाइज, यसरी गएको छ, अनि यसरी जाने, यसरी गएको छ। अनि त्यसपछि यसरी आएर यसरी गएको छ, यो जनकपुरको एरिया भयो। त्यसपछि नेपालगञ्जतिर यसरी आएको छ र हल्का टर्निङ पोइन्ट यसरी भागेको छ। त्यस कारणले पनि हामीले हल्का यतातिर दाङको एरिया हामीले यसरी राख्छौँ। अब हामी के गर्छौँ भन्दाखेरि यताको भागलाई हामीले यसरी तान्छौँ, हल्का तेर्से गरेर यसरी तानिदिन्छौँ। बुझ्नुभयो त हजुरहरूले। अनि त्यसपछि हामी के गर्छौँ भन्दाखेरि यहाँको जुन छ हामीले यसरी तान्दै जान्छौँ र हामीले मुस्ताङ भएको एरिया हामीले यसरी तान्छौँ। बुझ्नुभयो त। अब हामी के गर्छौँ, यहाँ यस्तो हिमाल भएको चाहिँ हामीले बनाउनुपर्छ। यो चाहिँ गोर्खा जिल्ला हो। त्यसै गरी हामीले यहाँ चाहिँ चुच्चे यसरी बनाउँछौँ, यसरी छोडिदिन्छौँ। त्यसपछि यसरी गर्छौँ र यसरी गरेर हामीले यसरी गरेर जोडिदिने गर्छौँ। बुझ्यो त गाइज।
अब हामी के गर्छौँ भन्दाखेरि यो म्यापलाई पनि हामीले यसरी जोड दिन्छौँ र यसलाई पनि हामीले यसरी गरेर जोड दिने गर्छौँ। त्यसपछि यसलाई हामीले यसरी जोड दिन्छौँ। अब यहाँ हामीले सगरमाथा भएको हिमालको क्षेत्रलाई हामीले यसरी गर्ने। अब के गर्ने भन्दाखेरि यस यहाँ राख्ने अनि यहाँ चाहिँ यहाँ भएको ठाउँलाई यसरी हल्का मोड्ने, यसरी 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 गर्ने। यो चाहिँ नजिला भएको ठाउँ गाइज, अनि यसरी ब्याङ्ग गर्ने। त्यसपछि हल्का माथि 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 लाग्ने अनि तल हल्का स्वाट लगेर जोड दिने। अब यो लिपुले एरियातिर यो हाम्रो क्षेत्र भयो, हामी यसरी तल गर्छौँ र यसरी हामीले त्यसपछि हामीले यसरी तल गरेर हामी यसरी गरिदिन्छौँ होइन त गाइज। त्यसपछि हामीले यसरी 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 हल्का यसरी गर्छौँ र यो जोड दिन्छौँ। अनि त्यसपछि यहाँ यसको चिन्ह भयो, अनि त्यसपछि यसरी गर्छौँ, यसरी जोड दिन्छौँ र हामीले यसरी गर्छौँ। सरी गाइज होइन, हल्का हामीले यहाँ चाहिँ हल्का गल्ती गरेको जस्तो लाग्यो होइन गाइज। सो अब हामी चाहिँ यहाँ हल्का माथि ढिका राखेर हामीले यसरी झपक एरिया बनाइदिन्छौँ। त्यसपछि हामी के गर्छौँ भन्दाखेरि यसरी माथि माथि तानेर यसरी लगेर जोड दिन्छौँ। सो गाइज हाम्रो म्याप तयार भएको छ। तपाईहरूले यसरी नै सजिलो तरिकाले म्याप बनाउन सक्नुहुन्छ। म तपाईहरूलाई केही अझ जानकारी पनि के दिन चाहन्छु भन्दाखेरि हामीले यसमा मेजर मुख्य नदीहरू जस्तै कोशी, कर्णाली, राप्ती, बागमती जस्ता नदीहरू पनि मैले यसमा पोइन्ट आउट गरिदिइरहेको छु र मुख्य सहरहरू पनि हामीले यसमा पोइन्ट आउट गर्दैछौँ। सबै कुरा हामीले सबैभन्दा हामी काठमाडौँ कहाँ पर्छ भन्दाखेरि ठ्याक्कै यतातिर हामीले के लेख्छौँ, काठमाडौँ पर्छ। यो के हो त, काठमाडौँ हो। त्यसपछि हाम्रोतिर ललितपुर त यता पर्ने हो, त्यही भएर हामीले यता ललितपुर र काठमाडौँ भनेको। ललितपुर भयो। त्यसपछि हाम्रो यहाँ वीरगञ्ज म बीबाट लेखिदिन्छु। यो चाहिँ हाम्रो विराटनगर, यो चाहिँ हाम्रो जनकपुर। अनि त्यसपछि यताको हाम्रो एरिया चाहिँ यो धनगढी भयो गाइज। यो वीरगञ्ज, जनकपुर, विराटनगर, यो चाहिँ दमक। त्यसपछि हाम्रो के पालो छ भन्दाखेरि पोखरा चाहिँ हामीले यहाँ छ पोखरा। त्यसपछि यता छ बुटोल, पोखरा, बुटोल। यहाँ चाहिँ हाम्रो भरतपुर होइन गाइज। त्यसपछि हामीले मुख्य नदीहरूको गर्नेछौँ, मुख्य नदीहरू गर्छौँ। त्यसै गरी कुन नदी हो गाइज, यो सप्तकोशी नदी हो र यो यहाँ आउँछ। यो नदी कुन हो गाइज, यो नदी अरुण हो। यो चाहिँ कहाँबाट आउँछ, तिब्बतबाट आउँछ। यो चाहिँ हाम्रो सप्तगण्डकी नदी हो। यो चाहिँ हाम्रो के हो त, सप्तगण्डकी, सप्तकोशी नदी हो। बुझ्यो त गाइज, के हो त यो कोशी। यो के हो त, कोशी नदी हो। त्यसै गरी अब हामीले
गण्डकी खोज्छौ। यो पनि हाम्रो यो के हो त, यो त्रिशुली नदी हो गाइज। यो के हो त, नारायणी। हल्का यो मोटो गरी बगेको छ, यो फराकिलो गरी। सो गाइज यो हाम्रो के हो त, नारायणी चा गण्डकी पनि हामीले भन्न सक्छौँ। के भन्छौँ, नारायणी हामीले भन्छौँ। त्यसै गरी अब हामीले त्यसपछि हामीले यहाँ कर्णाली नदी बनाउँछौँ गाइज। हामीले यो कर्णाली नदी भयो। के भयो हाम्रो कर्णाली नदी भयो गाइज हैन। यो कर्णाली नदीहरू भयो। यो नदी पनि कहाँबाट आएको छ त, तिब्बतबाट माउन्ट कैलाशको जराबाट आएको छ नदी गाइज। माउन्ट सरोवरको छेउमै उत्पत्ति भएको नदी हो यो। यो के भयो त, हाम्रो 3टा मेजर रिभर सिस्टम भयो। अब हामी सानो सानो नदीहरूको बारेमा पनि चर्चा गर्छौँ। जस्तै कि हाम्रो काठमाडौँबाट आउँछ कुन नदी आउँछ, बागमती नदी आउँछ। के भयो त, बागमती भयो। अनि यता नदी पनि छ गाइज, यतातिरको नदी पनि आउँछ। यो के हो त, यो के हो त, कन्काई नदी हो गाइज। त्यसै गरी हैन, अब हामी चाहिँ यता राप्ती नदी छ। यो के हो त, राप्ती नदी दाङ उपत्यकामा पनि छ। त्यसै गरी यता कुन नदी छ, यता हामीले कुन नदी छ, यो कुन नदी हो गाइज, बबाई। यो पनि दाङ उपत्यकाबाट आउँछ। सो गाइज आज चाहिँ हाम्रो भिडियो यही अन्त्य भएको छ। थ्याङ्क यू गाइज फर वाचिङ।